नमस्कार। सगरमाथा विशेषमा स्वागत छ। म केशव शर्मा। आजको सगरमाथा विशेषमा हामी मानव अधिकारको कुरा गर्नेछौँ। खास गरी मानव अधिकार नागरिकको आधारभूत अधिकार हो भन्ने गरिन्छ। अहिले लरबरिएको नेपाली राजनीति हुँदै गर्दा सत्ता प्रतिपक्षमा विभाजित राजनीति, यसैगरी गणतन्त्रवादी र राजावादीमा विभक्त भएको नेपाली राजनीति, कहिलेकाहीँ बेला बेलामा हुने प्रदर्शनहरू, झडप लगायतका अवस्थाहरूमा मानव अधिकारको संरक्षण सम्वर्धन कसरी हुन सकेका छ, खास अहिले मानव अधिकारको अवस्था कस्तो छ, यो बेलामा कस्तो मानव अधिकारको अवस्था कस्तो हुनुपर्थ्यो र मानव अधिकार कर्मीहरूको भूमिका यो बेलामा कस्तो हुन सक्यो, यिनै विषय केन्द्रित रहेर आज हामी कुराकानी गर्नेछौँ। हामीसँग कुराकानीका लागि इन्टरनेसनल UNHR काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापा हामीसँग स्टुडियोमा हुनुहुन्छ। स्वागत छ कार्यक्रममा। धन्यवाद। अलिकति मानव अधिकारकै विषयमा कुरा गरौँ न। यो मानव अधिकार नागरिकको आधारभूत अधिकार भन्ने छ। आम मान्छेले चाहिँ मानव अधिकारका के कुरा पर्छन् त्यसमा भनेर कसरी बुझ्ने, के बुझ्ने? वास्तवमा के छ भन्दाखेरि मानव अधिकार भनेको सम्पूर्ण विश्वमा भएको मानव जातिको लागि भनेर संयुक्त राष्ट्र सङ्घबाट प्रतिपादित अन्तर्राष्ट्रिय मानव अधिकार सङ्घ संस्थाहरूले र युनाइटेड नेसनबाट हुने मानव अधिकारको विषयमा के छ भने नागरिकले बोल्न पाउने अधिकार, सबभन्दा ठुलो अधिकार भनेको मानव अधिकारभित्र पर्नेमा व्यक्तिले आफ्नो अधिकारबाट बोल्न पाउने हक अधिकार र आफ्नो स्वेच्छाले चाहिँ घुम्न हिँड्न पाउने, आफ्नो काम गर्न पाउने, अनि मौलिक अधिकारभित्र चाहिँ यी सब कुराहरू नागरिकलाई पाउने, मानव जातिले पाउने अधिकारभित्र पर्ने कुराहरूमा चाहिँ उहाँहरूले कुनै पनि कुरा जसको राज्यको विरुद्धमा होस् अथवा कुनै राजनीतिक पार्टीको विरुद्धमा होस् अथवा सरकार अथवा विभिन्न कुराहरूमा चाहिँ आफ्नो कुराहरू व्यक्त गर्न पाउने त्यो मौलिक अधिकार संविधानले पनि प्रदत्त अधिकारभित्रमा यो मानव अधिकार पर्छ। भनेको यसको कुनै सीमा र दायरा चाहिँ हुँदैन, छैन। नेपालको संविधानले पनि विभिन्न 31वटा मौलिक हकको व्यवस्था गरेको छ, क्यार कतिको पालना हुन सकेको छ त्यो चाहिँ अहिलेको परिप्रेक्ष्यमा हेर्दाखेरि के देखिन्छ भन्दाखेरि जुन किसिमबाट मानव अधिकारको राज्यको तर्फबाट मानव अधिकारको रक्षा गर्ने काम गर्नुपर्ने थियो त्यो चाहिँ यहाँ 50% पनि भएको देखिँदैन, किनभने त्यो ज्वलन्त उदाहरण छ। मैले यो चाहिँ खास अलिकति नेपाली राजनीतिसँगै जोड्न खोजेँ। अहिले राजावादी र गणतन्त्रवादी गीतमा चाहिँ नेपाली राजनीति बाँडिया जस्तो देखिन्छ। चैत 15 को प्रदर्शन अलि चर्चामा छ। सत्ता र यो राजावादीहरू र गणतन्त्रवादीहरूको खास चाहिँ यो समानान्तर सभा थियो। त्यो बेला जे देखियो नि मानव अधिकार कर्मीको हिसाबले चाहिँ कस्तो थियो त्यति बेला मानव अधिकार प्रत्याभूतिको त्यो अवस्था चाहिँ? यो जुन किसिमबाट राज्य अगाडि बढिरहेछ त्यो चाहिँ निरङ्कुशतातिर बढी गएको हो कि भन्ने देखिन्छ। किन भन्दाखेरि 15 गतेको जुन किसिमको त्रिपक्षीय चाहिँ जुन भिडन्त हुने गरी जुन किसिमको सभा गर्ने भनेर स्वीकृति प्रदान गर्यो राज्यले, त्यो स्वीकृति दिएको चाहिँ गलत तरिका चाहिँ भन्न सकिन्छ। किन भन्दा अब एक अर्काको विरुद्धमा चाहिँ उहाँहरूले आफ्नो भावनाहरू, आफ्नो कुराहरू व्यक्त गर्ने र त्यहाँ शक्ति प्रदर्शनको जस्तो आफ्नो पार्टीको कति त्यहाँ चाहिँ सङ्ख्यामा कार्यकर्ता, त्यहाँको अरू मान्छेहरूको उपस्थित हुन्छ, जनसमर्थन छ भन्ने कुरा होडबाजीको रूपमा त्यहाँ चाहिँ बाहिर त्यो फिल्डमा लडाइँमा गएको जस्तो गरेर चाहिँ दोहोरो त्रिपक्षीय चाहिँ युद्ध मैदानमा भए जस्तो गरेर चाहिँ जुन किसिमको आयोजना गर्न स्वीकृति प्रदान गरेको छ राज्यले। राज्य त कसैको विरुद्ध हुने कुरै हुँदैन। राज्य त सबै जनता र उसको जनताको हितमा हुनुपर्ने हो। हरेक कुराहरू जनता र देशकोलाई सर्वोपरि मानेर राज्य चल्नुपर्ने हो। तर यहाँ त्यस्तो किसिमको चलेको देखिएन, जसको कारणले त्यस्तो अप्रिय घटना घट्न गएको हो। भनेको सुरक्षाकर्मीहरूको भूमिकामा पनि प्रश्न हो तपाईँ? त्यो 100% उठेको छ। किन भन्दा उहाँहरूले जुन सुरक्षा निकायहरूले आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने हो, यो त्यहाँको प्रदर्शन, त्यहाँको कार्यक्रम र त्रिपक्षीय जुन किसिमको भिडन्तको वातावरण हुनलाई चाहिँ उस्काएको भन्ने देखिन्छ राज्य पक्षबाट। नभएदेखि एकै दिन त्यस्तो त्रिपक्षीय चाहिँ सभा गर्नुपर्ने जरुरी छैन, किनभने जनताको हितमा अथवा उहाँहरूले आफ्नो कुरा राख्न पाउने नेपाली नागरिकको सार्वभौम अधिकारभित्र पर्छ। सार्वभौम अधिकारभित्र पर्दै राज्यले चाहिँ त्यसरी भिडन्त हुने गरी त्यही दिन उहाँले सरकार पक्षको पनि
त्यहाँ चाहिँ सभा आयोजना गर्न दिने र अर्को पनि सरकार पक्षकै समर्थनमा भएको पार्टीको चाहिँ त्यहाँ चाहिँ सभा गर्ने त्यसरी राखिदिएपछि र प्रधानमन्त्रीज्यूको सम्माननीय प्रधानमन्त्रीज्यूले त्यति बेलाकोमा त्यहाँको चाहिँ एउटा भाषणमा उहाँले प्रत्यक्ष रूपमै भनेको छ त्यो भिडन्त हुने शब्द उहाँले प्रयोग गर्नुभएको छ। त्यो सबै नागरिकहरूले देशभरि संसारभरि विश्वभरि भएका नेपाली नागरिकले त्यो चाहिँ मिडिया मार्फत टेलिभिजन मार्फत त्यो कुरा सबै सुनेको छ, त्यो कुराहरू रेकर्डेड छ। त्यसले गर्दाखेरि झन् उत्साहित भएर चाहिँ त्यसरी दोहोरो भिडन्त भनेको हिंसा भड्काउने गरी अभिव्यक्ति आएको छ। त्यो कुनै लुकाउनु पर्ने कुनै कारण छैन र त्यो म कसैको राज्य पक्षको कसैको व्यक्तिगत पक्षमा म बोल्ने मान्छे होइन। म नागरिक र देश मानवाधिकारको सिद्धान्त त्यसको आधारबाट मात्रै मैले चाहिँ मानवाधिकारको दृष्टिकोणले के हुन सक्छ भनेर मात्रै कुरा गर्ने व्यक्तिमा पर्छु र म गर्छु पनि। मलाई कसैको डर भर मैले कसैको डर त्रासबाट म प्रेरित भएर काम गर्ने मान्छे र बोल्ने मान्छे होइन। प्रदर्शनकारीहरूले जे गरे नि उनीहरूको भूमिकालाई लिएर पनि कतिपयले प्रश्न गर्छन् क्या, त्यो पनि मानवाधिकारका दृष्टिकोणले सही थिएन होला। होइन, यसमा यस्तो छ, जब कुनै किसिमको विरोध कार्यक्रम भइरहेको हुन्छ त्यहाँ चाहिँ संयमता बहुत कम हुन्छ। त्यसलाई नियन्त्रण गर्नुपर्ने त्यो आयोजना गर्ने आयोजकहरूले हो। तर कहिलेकाहीँ के हुन्छ भने हाम्रो जस्तो गरिब मुलुकमा यहाँ मानवाधिकार भनेर सुरक्षा निकायमा राज्य पक्षमा मानवाधिकार भनेको के हो भन्ने कुरा क्वेसन गर्दाखेरि यहाँ सायद मेरो विचारमा 40% जनताले पनि मानवाधिकारको बारेमा जानकारी छैन। त्यसको लागि सञ्चार जगत र सरकार पक्ष र त्यहाँ सोसियल एक्टिभिस्टहरू जो हुनुहुन्छ उहाँहरूले चाहिँ यसरी, हुन त नेपालमा संसारको सबभन्दा बढी एनजिओ र आइएनजिओहरू भएको देश हो, जहाँ 38,000 भन्दा बढी यो चाहिँ सङ्घ संस्था दर्ता भएका छन् र उहाँहरूले कसैले न कसैले कहीँबाट $100 लिएर मिलियन डलर चाहिँ लिएर उहाँहरूले त्यो मानवाधिकारको नाउँमा चाहिँ लिएर त्यसलाई सदुपयोग गर्नुभएको होला। सायद त्यही भएर जनताहरू चाहिँ 30% मात्रै मानवाधिकारको बारेमा जानकारी प्राप्त गर्न सफल भएका हुन् र अरू राज्यले पनि त्यसमा कुनै एवेरनेस देखाउनु पर्ने काममा केही जनचेतना कार्यक्रम गरेको छैन। अब यही नै हो देशको दुर्भाग्य हो। त्यही आन्दोलन त्यही प्रदर्शन पछि चाहिँ पूर्व राजालाई काठमाडौँ महानगरले जरिवानाको पत्र पनि थमाउन खोज्यो, त्यो चाहिँ कति सही थियो? त्यो सही थिएन, किनभने कुनै पनि व्यक्तिले जसले त्यो कार्यक्रम आयोजना गर्ने त्यहाँ त आयोजक छ नि त, संयोजक छ। जुन व्यक्तिहरूको नेतृत्वमा त्यो कार्यक्रम भइरहेछ त्यसमा पूर्व राजा गएर उद्घाटन गरेको कार्यक्रम जस्तो त मैले देखिनँ कहीँ पनि। मिडिया कुनै सोसियल उसमा पनि आएन, अनलाइन टिभी न्युजहरूमा पनि कि त्यहाँ चाहिँ स्वयं राजा नै गएर चाहिँ उद्घाटन गरेको हो र उहाँ चाहिँ त्यसको जिम्मेवार हो र उहाँकै निर्देशनमा सबै कुरा भयो भन्नलाई त जसरी प्रधानमन्त्रीज्यूको वक्तव्य आयो त्यस्तो त राजा ज्ञानेन्द्र शाहज्यूबाट त त्यो आएको छैन। त्यो त हामीले देखेनौँ सुनेनौँ। त्यसले गर्दाखेरि उहाँको नेतृत्वमै भएको भन्ने आधार भएको भए त्यो आधारमा त जरिमाना गराउन मिल्थ्यो। तर यसमा बालेनजीले अलिकति हतार गर्नुभयो कि त्यसलाई चाहिँ उहाँले आफ्नो भूमिका निर्वाह गर्नेमा उहाँको सल्लाहकारहरूबाट केही कुरामा तलमाथि कमी कमजोरी हुन सक्ने। काठमाडौँका मेयर बालेनले त्यो विषयमा चाहिँ गल्ती गरी अथवा स्टन्ट देखाए त्यो चाहिँ पक्कै कुरा हो। त्यो चाहिँ पक्कै कुरा हो। यति पपुलर मेयर काठमाडौँमा, उहाँ विश्वको मेयरहरूमा 1 नम्बरमा उहाँ चाहिँ अहिले काउन्ट हुनुहुन्छ र उहाँले जुन किसिमको उहाँले कुराहरू कामहरू गरेर देखाउनु भएको छ, जस्तो गरेर मेयरहरूमा बालेनजी मात्रै होइन त्यस्तै हाम्रो चाहिँ गोपी हमालजी हुनुहुन्छ धनगढीको, उहाँले पनि ऐतिहासिक काम गर्नुभएको छ नेपाल उसमा धनगढीमा, जुन चाहिँ यत्रो 40 वर्षको हिस्ट्रीमा पनि त्यस्तो किसिमको विकास निर्माणमा जुन भूमिका उहाँले निर्वाह गरौँ। म भर्खरै मात्रै त्यहाँ चाहिँ गएर आएको थिएँ अनि आउँदाखेरि हजुरको त्यहाँ के देखियो भने त्यहाँ चाहिँ 430 वटा घर चाहिँ भत्काएर त्यहाँ चाहिँ सडक विस्तार गरिएको छ। तर त्यो विस्तार गर्दाखेरि उहाँले कसैलाई पनि विरोध कसैको आएन। कस्तो संयमित तरिकाले उहाँलाई कस्तो काउन्सिलिङ गरेर चाहिँ त्यसरी सडक विस्तारमा मान्छेको करोडौँ करोड मूल्य पर्ने घर आफैले स्वयं भत्काउन स्वीकृति दिएर अगाडि बसेर घर भत्काउन दिएको छ। त्यो एउटा उदाहरणीय काम हो। त्यसको लागि हाम्रो मेयर गोपी हमालज्यूलाई म यस्तो पपुलर टेलिभिजन सगरमाथा टेलिभिजन मार्फत उहाँलाई बधाई सहित शुभकामना दिन चाहन्छु र उहाँ जस्तै हाम्रो साम्पाङजीले अनि उहाँले पनि धेरै राम्रो काम गरेछ।
अनि बालनजीले झन् राजधानी जस्तो ठाउँमा उहाँले धेरै कुराहरूमा उहाँले जुन कुरा परिकल्पना गरेर नगरलाई चाहिँ व्यवस्थित ऐतिहासिक र एकदम यो चाहिँ राम्रो धार्मिक हरेक कुराले चाहिँ सुसम्पन्न हुने विश्वको राम्रो सिटीहरूमा पर्ने नगरपालिकाको महानगरपालिकामा पर्ने नेपाल काठमाडौँको उसलाई जुन किसिमले काम गर्नुभयो, तर अहिले राजालाई दिने उहाँले जुन बिल अथवा त्यहाँ चाहिँ जरिमानाको पत्र पठाउनु भयो त्यो चाहिँ अहिले तुरन्तै त्यस्तो किसिमबाट गर्न उचित मैले लागेको छैन। यो मानव अधिकारको दृष्टिकोणले राजाको नाउँमा चाहिँ उहाँले त्यस्तो किसिमको लैजानु आवश्यक थिएन। अहिले कतिपयले तपाईँले यसो भन्दै गर्दा नि कतिपयले त्यो प्रदर्शनमा जे देखियो त्यसपछि मानव अधिकार कर्मीहरूको भूमिकालाई लिएर समेत प्रश्न गरेका छन् क्या, जसरी आउनु पर्थ्यो त्यसरी आएन भनेर। तपाईँहरू लगायत थुप्रै सङ्घ संस्थाहरू छन् मानव अधिकारका क्षेत्रमा काम गर्ने, उनीहरूको भूमिकालाई लिएर पनि प्रश्न गरेका छन्। त्यो राम्रो कुरा हो, एकदम 100% हो। जुन मानव अधिकारको एक्टिभिस्ट भएर मानव अधिकार कर्मी भएर जुन किसिमको यस्तो स्थितिमा बोल्नुपर्ने, हेर्नुपर्ने, त्यहाँ अनुगमन गर्नुपर्ने त्यो सुन्ने थियो, त्यो एउटा राष्ट्रिय मानव अधिकार आयोगको संस्था त्यहाँ उपस्थित भएको देखिएको छ। तर उहाँहरूले पनि जुन कुरा इमान्दारी साथ गर्नुपर्ने थियो, उहाँहरू राज्यको कुनै एउटा एजेन्ट होइन। मानव अधिकार भनेको कुनै पार्टीको एजेन्ट, कुनै व्यक्तिको एजेन्ट भएर काम गर्ने होइन। उहाँहरूले जे कुरा देखेको छ निष्पक्ष रूपमा देश र जनताको मानव अधिकारको रक्षा हुने गरी र त्यहाँ भएको घटनाको यथार्थ विवरण चाहिँ सार्वजनिक गर्नुपर्ने हो। तर हाम्रो नेपालको मानव अधिकार कर्मी हामी यस्तो इमान्दार छौँ, हामी व्यक्ति, पार्टी, एउटा बिजनेसम्यानको चाहिँ एजेन्टको रूपमा काम गर्न उद्यत भएर लागेका हुन्छौँ र हाम्रो निहित स्वार्थले गर्दाखेरि जनताको मानव अधिकार उल्लङ्घन हुनेमा अनि धेरै गम्भीर घटनाहरू घटिरहेछ। भनेको अधिकार कर्मीहरू पनि विभक्त भए, विभाजित भए, एजेन्ट जस्ता भएर काम गरेको 100% देखिन्छ। किन भन्दा यहाँ यत्रो संस्थाहरू छ, मानव अधिकारको मात्रै 40वटा भन्दा बढी अर्गनाइजेसनहरू होला नेपालमा, तर खै त उहाँहरू त्यहाँ प्रत्यक्ष रूपमा गएर अनुगमन गरेको खै कहीँ देख्नुभयो? उहाँहरू त्यति बेला सायद 5 स्टार होटलमा लन्च डिनर लिँदै हुनुहुन्थ्यो होला, अनि मात्रै त्यो उहाँहरू जान भ्याउनु भएन होला त्यो खाना पिउने कामको कारणले गर्दा। मानव अधिकार संरक्षणको दायित्व सरकारको पनि प्रमुख हुन्छ होला समग्र रूपमा अहिले जे देखिरहेछन् नि घटनाक्रमहरू, यसमा चाहिँ सरकारले जे गर्यो त्यो गलत हो भनिदियो। मानव अधिकारको चरम उल्लङ्घन भएको छ। किन भन्दाखेरि त्यहाँ जुन किसिमको पत्रकार मिडिया अब सञ्चार जगतको पत्रकारहरूलाई त्यहाँ गएर चाहिँ आफ्नो प्रचार उसको लागि भिजुअल लिँदाखेरि अथवा त्यहाँको उहाँले चाहिँ रिपोर्टिङ गर्ने क्रममा जसरी जानुभयो र एउटा अचम्मको कुरा के छ भने कुनै पनि मुलुकमा डेमोक्रेटिक कन्ट्री हामीले अन्त हेर्नै पर्दैन, युरोप अमेरिका बेलायत हेर्नै पर्दैन, छिमेकी मुलुक भारतलाई हेर्नु न, त्यहाँ कुनै पनि त्यस्तो किसिमको घटना भएको हामीले देखेका छौँ छैन नि। अरू अप्रिय घटना कुनै मान्छेले उ गर्छन्, तर त्यहाँ सङ्घ संस्था राज्य जनताको विरुद्धमा गएर प्रधानमन्त्रीले अनि उस्काएर त्यहाँ चाहिँ आन्दोलनमा एकदम उसमा हुमिनुपर्छ, तपाईँहरू चाहिँ गएर एकदम त्यहाँ चाहिँ प्रतिपक्षी मात्रै होइन त्यो संसारको विश्वयुद्धमा हुमिए जस्तो गरेर हुमिनुपर्छ भनेर चाहिँ आह्वान गर्नु भनेको त्यो राज्यको लागि दुर्भाग्य हो। र नेपाल जस्तो देशमा जनताले सरकार भनेर चाहिँ यसरी सोचेको हुन्छ, सरकारले भनेको ट्याक्स तिर्न, सरकारले भनेको नियम कानुन पालना गर्न गरेको आधारमा चाहिँ हुने ठाउँमा त्यसरी गएर चाहिँ जनतालाई मुडभेडको वातावरण उनीहरूलाई एउटा व्यक्तिको घरमा गएर त्यहाँबाट टियर ग्यासको फायरिङ गर्न पाउँछ? त्यो मानव अधिकारभित्र पर्छ। त्यसमाथि पनि अझ गम्भीर त्रुटि के छ भने राज्यले त्यो जुन टियर ग्यास युज गरेको छ, प्रयोग गरेको छ, त्यो चाहिँ 10 वर्षभन्दा बढी चाहिँ एक्सपायर भएको टियर ग्यासको त्यो खोकाबाट लेखिएको छ, त्यसको डेट एक्सपायर कति वर्ष अगाडि भएको भनेर। 2008को 10को चाहिँ टियर ग्यासहरू अहिले त्यहाँ चाहिँ प्रयोग गरिएको छ सयौँको सङ्ख्यामा। त्यहाँ त्यसरी अर्काको निजी प्राइभेट हाउसबाट चाहिँ त्यसरी फायर गर्न पाइँदैन कसैको पनि स्वीकृत बेगर, त्यो घर धनीको स्वीकृत बेगर कुनै पनि मुलुकमा त्यसरी चाहिँ जनतामाथि गरिँदैन। त्यो चाहिँ सरासरी राज्यको दमन हो। त्यो चाहिँ किन भन्दा त्यो टियर ग्यास त्यसरी 10 वर्ष पुरानो आज पनि त्यो प्रुफ मसँग छ, त्यो खोका चाहिँ मसँग अहिले पनि छ। योभन्दा 75 सालको चाहिँ मधेस आन्दोलन हुँदा वीरगन्जमा पनि त्यस्तै गरेर 30 फायर चाहिँ त्यो टियर ग्यास गरेको थियो, त्यसमा पनि त्यो 5 वर्ष चाहिँ डेट एक्सपायर भएको। आज पनि नेपाल सरकारसँग सायद हजारौँको सङ्ख्यामा चाहिँ त्यो टियर ग्यास चाहिँ डेट एक्सपायर भएको अहिले पनि प्रयोग गर्नलाई उहाँहरू राखिराख्नु भएको छ सुरक्षित रूपमा। किनभने जनतामाथि त्यसरी प्रयोग गर्ने भनेको त्यो चाहिँ एकदम पोइजनको रूपमा हुन्छ। त्यो त्यत्रो टाइम एक्सपायर भएको टियर ग्यासलाई संसारको कहीँ पनि त्यो संविधान अथवा मानव अधिकारको हिसाबबाट राज्यले त्यो प्रयोग गर्न पाउँदैन।
त्यही त मानव अधिकार संरक्षण सम्वर्धनका लागि अधिकार कर्मीहरूको मात्रै होइन आम मान्छेको बुझाइ पनि त्यही अनुरूप हुनुपर्छ होला। संविधानमा पनि 31वटा मौलिक हकको व्यवस्था गरिएको छ। आम मान्छेको बुझाइ चाहिँ कस्तो छ समग्र सन्दर्भ हेऱ्यो भने चाहिँ? यसमा के छ भने हामी जनता पनि त्यस्तै छौँ। जनताले जुन यो एवेरनेस हुनुपर्ने त्यो छैन, तर जति बुझेको छ। तर राजधानीमा हुने आन्दोलन र यहाँ विरोध कार्यक्रमहरूलाई राज्यले जुन किसिमबाट दमन गरेको छ नि, त्यो चाहिँ एकदम भयावह छ। तर यसलाई चाहिँ उच्च मानवाधिकार उल्लङ्घनको, चरम मानव अधिकार उल्लङ्घनको रूपमा लिन सकिन्छ। यही केसमा पनि यो गरेर जसरी पत्रकारको त्यहाँ चाहिँ भित्र चाहिँ जलेर मृत्यु भएको छ, त्यो चाहिँ राज्यको सबभन्दा ठुलो कमजोरीको कारणबाट र त्यहाँ भएको एकजना मैनालीजीले जुन किसिमको, मैनाली के भनेर छ थर, उहाँले चाहिँ जुन भिडियो खिचेर उहाँले त्यो रेकर्ड गरेर राखेको छ, त्यसमा चाहिँ त्यहाँ उसलाई चाहिँ गेट त्यो ढोकामा चाहिँ ताला लगाएको चाहिँ प्रष्ट रूपमा टेलिभिजन मार्फत हामीले हरेक उसमा चाहिँ देखेका छौँ कि भित्र मान्छे हुँदाहुँदै प्रहरीले जानकारी गराएको छ कि यहाँभित्र मान्छे छ, पत्रकार छन् भनेर भन्दा होइन यहाँ कोही पनि छैन भन्ने त्यो भोइस रेकर्ड भएको पनि, त्यो भिजुअल पनि त्यहाँ चाहिँ क्यामेरामा छ। त्यसले गर्दाखेरि राज्य जुन कुरामा गम्भीर हुनुपर्ने हो त्यो कुरामा गम्भीर नभएको देखिन्छ र त्यसको कारणले नै अब त्यो पनि कुनै पनि सुरक्षा निकायले गर्नुपर्ने जुन आन्दोलनमा नियन्त्रण अथवा त्यसलाई चाहिँ त्यस्तो किसिमको घटना घट्नबाट रोक्नको लागि जुन काम गर्नुपर्ने हो, फर्स्टमा उहाँहरूले ब्ल्याङ्क फायर गर्नुपर्ने, त्यसपछि गएर लाठीचार्ज गर्नुपर्ने, त्यसपछि गएर उहाँहरूले पानीको फोहरा युज गर्नुपर्ने, त्यसपछि वार्निङ दिएर अनि अब त्यहाँ कन्ट्रोल हुने रबरको गोली युज गर्नुपर्ने। त्यो पनि भएन भने मात्रै घुँडादेखि उँधो गोली प्रहार गर्न पाउने अधिकार छ। तर यहाँ ठाडै आदेश के हुन्छ भने गोली हान्नु भन्ने आदेश हुन्छ। यो नै सबभन्दा अमानवीय र मानवाधिकारको चरम उल्लङ्घन गर्ने ज्वलन्त उदाहरण हो नेपाल राज्यको सरकारमा जुन किसिमको ज्यादतीमा उहाँहरू अगाडि बढिराख्नुभएको छ। यसले भोलि राष्ट्रमा ठुलो एउटा दुर्घटना निम्तिने कुरा हामी आँखा अगाडि झलझली देख्न खोजिरहेछौँ, देखिरहेछौँ कि यसले भोलि गएर राज्यमा ठुलो जनधनको क्षति हुने एकदम बलियो सम्भावना छ। भनेको जुनसुकै अवस्थामा होस्, अन्तर्राष्ट्रिय घोषणापत्रका 30वटा अनि संविधानको त्यो 31वटा धारामा जे उल्लेख छ त्यो हरेक नेपालीले उपयोग गर्न प्राप्त गर्न सक्छ। पाउनुपर्ने अधिकार हो, त्यो नागरिकको सार्वभौम अधिकारभित्र पर्छ। तर यहाँ त्यस्तो किसिमको अधिकार प्रयोग गर्न दिएको जस्तो देखिँदैन। यो प्रदर्शन आन्दोलन अथवा उसमा मात्रै होइन क्या, अरू बेला पनि त्यसो हुन सकेको छ? यी जतिवटा धारामा जे उल्लेख गरिएको छ ती प्राप्त गर्न सकेका छन् नेपाल? छैन। यहाँ 10% पनि भएको छैन। किन भन्दाखेरि योभन्दा अगाडि पनि सहकारी पीडितहरूले राष्ट्रिय मानवाधिकार आयोगमा गएर आफ्नो ज्ञापन पत्र दिन जान खोज्दाखेरि उहाँहरूमाथि चाहिँ जुन ज्यादती गरेर लाठीचार्ज गरेर त्यहाँको संयोजकलाई नै घाइते बनाएर उहाँ आज अपाङ्ग भएर व्हिल चेयरमा हिँडिराख्नु भएको छ। त्यसले गर्दाखेरि एउटा ज्ञापन पत्र दिन, विरोधको ज्ञापन पत्र दिन सरकार कहाँ प्रमुख जिल्ला अधिकारीदेखि लिएर सुरक्षा निकायदेखि लिएर प्रधानमन्त्रीदेखि लिएर राष्ट्रिय मानवाधिकार आयोगमा जाँदा समेत त्यस्तो किसिमको घटना घट्नु र त्यहाँ चाहिँ त्यो त्यहाँ ज्ञापन दिन जाने व्यक्तिहरूमाथि प्रहरीको चाहिँ लाठीचार्ज घाइते हुनु त्यो गम्भीर आपत्तिजनक कुरा छ। र त्यही त आम मान्छेहरू नि यो संविधानमै व्यवस्था भएको अधिकार पाउनुबाट वञ्चित हुनुपर्ने कारण चाहिँ के हो खास? होइन, यस्तो छ, यो चाहिँ के छ भने राजनीतिक दलहरूले जुन किसिमबाट आफ्नो रवैया एकदम चाहिँ मैले यो कुरा गर्दा मसँग मेरो विरोध गर्न कसैको तागत छैन अथवा गर्न पाउँदैनन्, अरूले बोल्न हुँदैन भनेर जुन हिटलरी शासनको जस्तो कुराहरू आइरहेछ, यसमा जनतासँग सोझै प्रधानमन्त्री अथवा सरकारले कसैलाई यसरी गर्लास् भनेर त्यो च्यालेन्ज गर्ने होइन नि त सरकारले त। आज हामी छिमेकी मुलुक भारतको हेरेका छौँ, त्यहाँ एउटा ट्रेनमा 8 वर्षको हुँदाखेरि ट्रेनमा चाहिँ 2 पैसा इन्डियन 2 पैसामा चाहिँ माटाको कटौरामा चिया बेचेको मान्छे आज 137 करोड जनसङ्ख्या भएको भारतको चाहिँ प्रधानमन्त्री हुनुहुन्छ। उहाँ त्यस्तो पपुलर प्रधानमन्त्री हुनुहुन्छ जसले गर्दाखेरि जनताले चाहिँ उहाँलाई वाह गर्छ र उहाँ विश्वको कुनै पनि मुलुकमा जाँदा उहाँलाई स्वागत गर्न चाहिँ त्यहाँको राष्ट्रपति, त्यहाँको सरकार प्रमुख एयरपोर्टमा आएर उहाँलाई प्लेनको अगाडि आएर एयरपोर्टमा आएर उहाँलाई स्वागत गर्छ भने हाम्रो देशको नेताहरू बाहिर जाँदाखेरि अर्को देशको प्रधानमन्त्रीलाई भेट्न हाम्रो देशको मान्छेहरू नेताहरू जाँदा, नेतृत्व जाँदा
त्यहाँ भेटघाट हुँदैन। यो कति शर्मनाक कुरा हो र कति अपमानित भएर त्यहाँबाट फर्किनुपर्छ यो हेर्दा हामी नेपाली भन्न पनि हामीहरूलाई त लाज हुने बेला भइसकेको छ। जहाँ मानवाधिकारको सम्मान संरक्षण एवं परिपालना हुँदैन नि त्यहाँ लोकतन्त्र र सभ्य समाजको परिकल्पना गर्न सकिँदैन। यो अहिले जुन किसिमको घटनाहरू घट्न गइरहेछ र यसले गर्दाखेरि अहिले हेर्नुहोस् न त्यही घटनामा तिनकुनेको घटनामा जसरी त्यहाँ चाहिँ अहिले व्यक्तिहरू पक्राउ परेका छन्। अहिले 40-41 जना भन्दा बढी व्यक्तिलाई चाहिँ हिरासतमा नियन्त्रणमा लिएको छ हैन। अब त्यहाँ भाटभटिनी डिपार्टमेन्टल स्टोर जस्तो ठाउँमा त्यहाँ चाहिँ लुटपाट भएको छ। त्यहाँ हतियारधारी प्रहरी लागु पदार्थको चाहिँ उसको चाहिँ सादा पोसाकको चाहिँ प्रहरीले रिभल्भर लिएर उहाँले चाहिँ त्यहाँ हिँडिराखेको देखिन्छ। त्यस्तो स्थितिमा त्यो त सबै भिजुअल छ, त्यसको कुनै लुकाएर भन्ने कुरै होइन। त्यो कुरामा सुरक्षा निकायले त्यहाँ संरक्षण गर्नु पर्दैन? त्यहाँ कुनै पनि घटनामा किन त्यो कन्ट्रोल गर्ने उहाँहरूसँग राजधानीमा सुरक्षा निकाय धेरै कम छ। 200-400 मात्रै प्रहरी सेना अथवा सेना आएर सेनालाई म किन सम्मान गर्छु भने उहाँहरूले जुन आफ्नो नेपाली जनता र नेपालको हितमा नेपाली जनता र देशको रक्षा गर्ने भनेर जिम्मेवारी लिएको छ र त्यो सेनाले चाहिँ त्यहाँ आएर जुन किसिमको भूमिका निर्वाह गरोस् त्यहाँ आएर नआएको भए सायद त्यहाँ पनि अर्को दुर्घटना घट्न सक्थ्यो होला। त्यसले गर्दा नेपाली सेनाले नेपाल राष्ट्रको सेना हुँ भनेर जुन किसिमको कुरा गरिरहेछ त्यसलाई चाहिँ हामीले गौरव गर्नुपर्छ र त्यसको लागि म उहाँलाई अनर गर्न चाहन्छु। यो पक्ष विपक्षमा राजनीति बाँडिँदा मात्रै होइन क्या, समय समयमा विभिन्न समयहरूमा यो दलका नेताहरूको अभिव्यक्ति आउँछन् नि जुन तल्लो स्तरमै ती शब्दहरू हुन्छन्। सामाजिक सञ्जालमा त्यस्तै खालका टिप्पणीहरू आएका हुन्छन्। ती कति मानवाधिकार मैत्री छन्? छैनन्, पटक्कै छैन। म त्यही कुरा अघि भन्दै थिएँ, यहाँ बिचमा उ भयो के छ भन्दाखेरि त्यही आन्दोलनको क्रममा त्यहाँ चाहिँ जुन झडप भयो अनि त्यसमा चाहिँ अहिले व्यक्तिहरू 41 जना भन्दा बढी व्यक्तिलाई प्रहरी नियन्त्रणमा राखिएको छ र त्यसमै माननीय जस्तो व्यक्ति पनि त्यहाँ चाहिँ धवल शमशेरजी व्यक्ति नै नामै भन्दै को हो भन्ने कुरा पनि जानकारी हुन आम नागरिकलाई आवश्यक छ। विदेशमा बस्नेहरूलाई थाहा छैन त्यहाँ को व्यक्ति त्यहाँ हिरासतमा हुनुहुन्छ भनेर भन्दा त्यहाँ मान्य धवल शमशेर राणा पनि हुनुहुन्छ। त्यस्तै गरेर पार्टीको उपाध्यक्ष हाम्रो रविन्द्र मिश्रजी हुनुहुन्छ। अस्ति हाम्रो स्वागत नेपालजी वरिष्ठ अधिवक्ता, उहाँ चाहिँ प्रखर एकदम वक्ता र उहाँ चाहिँ यो अहिले आन्दोलनको उहाँ चाहिँ यो उसको कार्यक्रमको चाहिँ उहाँ प्रवक्ता पनि हुनुहुन्छ। त्यस्तै गरेर उहाँ त अहिले छुटिसक्नुभयो। 2 जनालाई राजविरुद्धको विभिन्न सङ्गठित अपराधको मुद्दा लगाएर चाहिँ उहाँलाई अहिले हिरासतमा राखिएको छ। अब त्यो कति कानुन सम्मत छ भन्ने कुरा त भोलि अदालतमा गएर अदालतमा बहस होला। तर के छ भने जसरी नियन्त्रण गरेर जसरी राखिएको छ उहाँहरूको त्यसमा भूमिका के छ त? त्यो जजलाई पक्राउ गरिएको छ, उहाँले के ढुङ्गामुढा डाइरेक्ट प्रहरीमाथि गरेको छ? कुनै तोडफोडमा चाहिँ धवलजी जानुभएको छ? म उहाँलाई चिन्दिनँ, उसलाई मिश्रजीलाई पनि म चिन्दिनँ। तर के हो भने मैले गएर भेटेको छु सुरक्षा त्यहाँ निकायको एसएसपी साहबलाई भनेर म एकचोटि त्यो मानवाधिकार कर्मीको हिसाबबाट उहाँहरूको स्थिति के छ, स्वास्थ्य कस्तो छ, उहाँहरूको के रहेछ भनेर म त्यहाँ गएर भेटेको छु राति गएर। तर के छ भन्दाखेरि त्यति बेलै मात्रै परिचय भएको। अनि त्यसो भएर उहाँलाई त्यसरी हिरासतमा राख्नुपर्ने, उहाँहरूले त्यस्तो जघन्य अपराध, उहाँहरू चाहिँ अन्तर्राष्ट्रिय कुख्यात अपराधी इन्टरनेसनल क्रिमिनल त होइन। उहाँहरूले बलात्कार, ज्यान मार्ने जस्तो ड्रगको कारोबार गरेर त्यस्तो तस्करी गर्ने व्यक्तिमा उहाँहरू गनिने होइन होला। सायद राज्यले पनि त्यो कुरा बुझेको होला। तर उहाँलाई सङ्गठित अपराधमै मुद्दा चलाउनु पर्ने, कसैलाई जेलै हाल्नुपर्ने भनेर त्यस्तो किसिमको पूर्वाग्रह राखेर राज्य भनेको एउटा गार्जियन हो, बाबुआमा जस्तो हो। उसले चाहिँ जनताको राजनीतिक आफ्नो प्रतिस्पर्धी भनौँ न राजनीतिक पार्टीको व्यक्तिहरूलाई त्यसरी एउटा माननीय जस्तो व्यक्तिहरूलाई जुन किसिमबाट व्यवहारमा मुद्दा चालु लगाइएको छ त्यो चाहिँ एउटा मानवाधिकार कर्मीको हिसाबले हेर्दा त्यो उचित देखिँदैन। उहाँले क्राइम गरेको भए जुनसुकै व्यक्ति, मैले क्राइम गरेको भए पनि सरकारबाट हुने व्यक्तिहरूले गरेको विभिन्न जघन्य अपराधहरू भए पनि त्यो कानुन बमोजिम कानुनको आधारमा रहेर कानुनको पालना गरेर संविधानले दिएको अधिकारलाई लिएर अनुसन्धान गर्न पाउने त्यो स्वतन्त्र सरकारलाई अधिकार छ, राज्यलाई छ। तर त्यो
निष्पक्ष रूपमा हुनु पर्यो। अब अर्को कुरा महत्त्वपूर्ण कुरा के छ भने यत्रो घटना भएर पत्रकार जस्तो व्यक्तिलाई चाहिँ त्यसरी जलेर उसको मृत्युवरण गर्नु पर्यो, त्यसमा राज्यले अहिलेसम्म कुनै समवेदना व्यक्त गरेको देखिँदैन सरकारको तर्फबाट। र अर्को कुरा के छ भने त्यत्रो घटना भइसकेपछि त्यसमा एउटा छानबिन निष्पक्ष छानबिन आयोग गठन गर्नुपर्छ। त्यो गठनमा चाहिँ त्यस्ता व्यक्तिहरूलाई राख्नुपर्छ, त्यो कुनै पनि गैर राजनीतिक व्यक्ति हुनु पर्यो, त्यसमा मानव अधिकार कर्मी पनि हुनु पर्यो र त्यसमा राज्यको एजेन्ट हुनु भएन, जसले चाहिँ त्यो निष्पक्ष त्यहाँ चाहिँ त्यो निष्पक्ष आयोग गठन गर्दा पनि जनताले वाह राज्यले कस्तो इमान्दार व्यक्तिहरू र राम्रो एकदम उहाँले निष्पक्ष त्यहाँको चाहिँ जाँचबुझ गर्छन् र त्यसको प्रतिवेदन सार्वजनिक हुन्छ भन्ने किसिमको व्यक्तिलाई चाहिँ राखेर त्यो सार्वजनिक गरेर त्यहाँ चाहिँ यो छानबिन आयोग गठन हुनुपर्छ। त्यो निष्पक्ष आयोगले कसले के कसको कमजोरीबाट यो घटनाहरू घटेको छ र त्यसमा कसले गर्दाखेरि यो घटना निम्तिएको हो र त्यसमा के कुरा हुनु पर्थ्यो अथवा त्यसमा संयमता अथवा त्यसमा के कुरा पुर्याउनु पर्थ्यो, सुरक्षा निकायले के कुराहरू गर्न आवश्यक थियो, उहाँहरूलाई त्यो कुरामा किन कमी कमजोरी भयो कि उहाँहरूले बढी जान्ने भएर गर्यो कि अथवा उहाँहरूलाई अधिकार त्यस्तो दियो, अरू कुनै किसिमको साधारण किसिमको चेतना अथवा त्यस्तो किसिमको यो मैले यही जोड्न खोजिरहेको थिएँ। जस्तो मानवाधिकारका मूल्य मान्यता मर्यादा विपरीत जे तपाईँले भन्नुभयो नि अहिले घृणायुक्त अभिव्यक्ति भनौँ अरू कुराहरू, यो चाहिँ यसो गर्नु हुँदैन अथवा यसो हुनु हुँदैन भनेर जसले चाहिँ नि सरकारको नेतृत्व गरिरहेका दल भनौँ अथवा चाहिँ अरू राजनीतिक दलका नेताहरू जो छन् उनीहरूलाई जानकारी नै नभएको कि जे गरे पनि हुन्छ भन्ने मानसिकता भएको उसो भए यो के छ भने मैले पेलेर लैजान पाउँछु, मैले भनेपछि त्यो हुनुपर्छ, मभन्दा ठुलो कोही छैन भन्ने हिसाबको अहमताको भावनाले र यो चाहिँ के छ भने प्रतिशोधको भावनाले कसैको विरुद्धमा बोल्दाखेरि नै उसले चाहिँ ज्यान समर्पित गर्नुपर्छ भन्ने कुरा जस्तो देखिन्छ अहिलेको हिसाबले। कसैको विरोध गर्ने हजुरलाई राइट छैन नेपालमा, यहाँ सरकारको विरोध गर्न पाइँदैन। वास्तविक कुरा के हो यथार्थ कुरा भनेर जनता मानवाधिकार कर्मीले त बोलेको त मैले त सुनेकै छैन को मानवाधिकार कर्मी हुनुहुन्छ होइन, तर मानवाधिकार कर्मीले चाहिँ यस्तो घटना हुँदा पनि खै कसैको वक्तव्य कहीँ आएको र कहीँ टेलिभिजन मार्फत सार्वजनिक गरेको तर कहीँ अन्तर्वार्ता दिएर भनेको हो यो चाहिँ दुःखद घटना हो, यस्तो किसिमको घटना दोहोरिनु हुँदैन र अहिले त्यसमा चाहिँ जुन घटनामा जो दोषी छ जसको कारणले गर्दाखेरि यो अप्रिय घटनाहरू घटेको छ, यस्तो कुरामा चाहिँ त्यो सार्वजनिक रूपमा भनेको आजको डेटसम्म अहिलेको यो टाइमसम्म पनि मैले कसैको त्यस्तो मानवाधिकार यत्रो सयौं सङ्ख्यामा चाहिँ एनजिओहरू हजारौं सङ्ख्यामा भएको ठाउँमा कसैले बोलेको मैले सुनेको छैन। सायद उहाँले सेक्रेटमा आफूले काने खुसी मात्रै गरेर बसिराख्नु भएको होला। भनेको विपदमा अथवा विशेष परिस्थितिमा त्यो मानवाधिकारको संरक्षणका विषयहरू अझ थप उठ्नुपर्छ। त्यो नितान्त आवश्यक कुरा हो र त्यो अन्तर्राष्ट्रिय उसले पनि यो कुरालाई सचेत गराएको छ, तर यहाँ नेपालमा त्यस्तो किसिमको भएको देखिँदैन। अब समग्रमा मानवाधिकार सम्बन्धी त्यो व्यवस्था प्रक्रिया सम्बन्धी त्यो जानकारी नहुँदा पनि अधिकारको न्यूनतम कुराबाट वञ्चित हुनुपर्छ होला, भइराखेको छ। यो त सबैलाई थाहा हुनुपर्ने कुरा। सुरक्षा निकायमा हुँदा हामीले के गर्दाखेरि मानवाधिकार उल्लङ्घन हुन्छ भनेर उहाँहरूलाई त त्यो आफ्नो ट्रेनिङ पिरियडमा अथवा फिल्डमा जाँदाखेरि नै त्यहाँ त जसको कमान्डमा गएका हुन्छन् उहाँ त साधारण नागरिक होइन। त्यही त आम नागरिकहरूमा त्यो व्यवस्था चाहिँ कस्तो छ, उल्लङ्घन भयो भने त्यो उजुरी न्यायको व्यवस्था चाहिँ कस्तो छ भन्ने कुरामा कति जानकार छन्। यसमा चाहिँ अदालत एकदम इमान्दार छ। अदालतमा हुने मान्य श्रीमानहरू न्यायाधीशहरू न्यायमूर्तिहरू उहाँहरूले चाहिँ निष्पक्ष निर्णय गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। किनभने जोसुकै भए पनि अपराध गरेपछि ऊ कानुनको दायरामा आउनुपर्छ र त्यसमा हाम्रो पनि सपोर्ट हुन्छ। र त्यसमा के छ भने अरू पक्षमा हेर्दाखेरि चाहिँ सुरक्षा निकायले लिनुपर्ने उजुरीहरू त्यो भनसुनको आधारमा अथवा निर्देशनको आधारमा कानुनी रूपमा नै त्यो उजुरीहरू लिने भएको धेरै कमी छ। किन भन्दा जुनसुकै व्यक्तिले पनि किटानी जाहेरी दियो भने त्यो सुरक्षा निकायले दर्ता गर्नुपर्छ, तर हामी कहाँ त्यस्तो किसिमको छैन। राजधानीमै त्यस्ता घटनाहरू कैयन छन्, सयौंको सङ्ख्यामा छन्, सयौं नभनौँ हजारौंको सङ्ख्यामा छ। महिला पीडितहरूले अरू पुरुष पीडितहरूले अरूले विभिन्न कुराको उजुरी गर्न लिएर जाँदाखेरि उसको पहुँच भएको व्यक्तिको नाउँमा उजुरी दिन गयो भने त्यो उजुरी दर्ता हुन सक्दैन। त्यसो भए अन्तिममा भनिदिनुहोस् त अलि छोटोमा मानवाधिकारको संरक्षण सम्वर्धनका लागि चाहिँ सरकार, मानवाधिकार आयोग छ, राजनीतिक दलहरू छन्, आम नागरिक
सबैले के गर्यो भने यसको संरक्षण सम्वर्धन चाहिँ हुन्छ? यसमा इमान्दारी साथ आफ्नो जिम्मेवारीमा जो हुनुहुन्छ उहाँहरूले चाहिँ त्यसलाई इमान्दारी साथ निर्वाह गर्नु पर्यो। एउटा सुरक्षा निकायले सँगै आफूसँग हतियार छ भनेर, वेपन छ भनेर उसले त्यसलाई मिसयुज गर्न पाउँदैन। त्यस्तै खालको मानवाधिकार कर्मीले पनि धर्म सम्झेर अथवा मानवाधिकारको उसलाई मानेर त्यसलाई चाहिँ मानवाधिकारको जे सिद्धान्त, त्यसको जे अन्तर्राष्ट्रिय मानवाधिकारको संयुक्त राष्ट्र सङ्घबाट जे प्रतिपादित भएको छ त्यसलाई चाहिँ विधिको शासन, कानुनी राज, मानवाधिकारको रक्षा गर्नुपर्ने कुरामा चाहिँ इमान्दारी भएर र जनताले पनि आफ्नो मुलुकको विकास, मानवाधिकारको रक्षा र नेपालीमा भएको सद्भावलाई कायम राख्ने, आन्दोलन गर्ने, आन्दोलनरत विभिन्न निकायहरू जस्तो एउटा कुरा भन्न आवश्यक भयो, पाथिभरा भनौँ न, एउटा पवित्र स्थल, एउटा धार्मिक स्थल, त्यस्तो ठाउँमा चाहिँ त्यसरी गोली चलेर मान्छे घाइते भएर अहिले पनि ऊ सुरक्षित अथवा अहिले पनि उसलाई चाहिँ ऊ सुरक्षित छ भन्न सकिँदैन, उपचार भइरहेछ। त्यस्तो ठाउँमा चाहिँ त्यहाँ चाहिँ सशस्त्र प्रहरीको एउटा बटालियनै लगेर राखेर त्यहाँ जबरजस्ती निर्माण कार्यहरू गर्न सरकार लागि परेको छ। तर त्यसमा त सबैसँग त्यहाँको जनजाति अथवा त्यहाँको आन्दोलनरत पार्टीहरू, व्यक्तिहरू र त्यहाँको अभियन्ताहरू र त्यहाँको सरकार, त्यहाँ जिल्लामा हुने प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, त्यहाँको राजनीतिक दलका व्यक्तिहरू, त्यहाँको सांसद, त्यो क्षेत्रको त्यसमा भएका व्यक्तिहरूसँग अहिले आयोग गठन गरेको छ वार्ता गर्ने भनेर। आज त्यो वार्ता पनि एउटा काग कराएको जस्तो मात्रै भएको छ। कागले कराउँछ नि बिहान आएर, अनि त्यस्तै उहाँहरू कराउँछ। अहिले न वार्ता टोली छ, न त्यो वार्ता टोलीमा केही छलफल हुन्छ। त्यत्तिकै उहाँहरूले त्यस्तो किसिमको काम गर्नु भएन। जुनसुकै कमिटी गठन गर्दा पनि, आयोग गठन गर्दा पनि अनि त्यसलाई चाहिँ पूर्णता दिएर त्यसबाट चाहिँ एउटा उपलब्धि निस्किनु पर्यो। उहाँहरूले त्यस्ता व्यक्तिहरूलाई राख्नु पर्यो। त्यो आफ्ना एजेन्ट, आफ्ना व्यक्तिहरू, आफ्ना उहरू राखेर त्यसरी वार्ता गर्ने कुनै पनि काम अहिले पनि यो घटनाकोमा एउटा आयोग गठन हुनुपर्छ, निष्पक्ष छानबिन आयोग। त्यसरी नै पाथिभराको लागि पनि त्यस्तो किसिमको आयोग गठन हुनु पर्यो जसमा सरकारको जिम्मेवार मन्त्री सचिवज्यू बसेर मन्त्री स्तरीय भएर त्यो वार्ता गर्यो भने त्यो समाधान हुन कुनै टाइम लाग्दैन। तर त्यसमा चाहिँ त्यस्ता व्यक्तिहरूलाई राख्नु पर्यो, उहाँहरू निष्पक्ष इमान्दार व्यक्तिहरू, र त्यसमा मानवाधिकारलाई पनि समावेश गरोस्। त्यसमा त्यस्ता व्यक्तिहरू पनि हामी कहाँ विज्ञ हुनुहुन्छ, एकदम दक्ष हुनुहुन्छ। तर यहाँ त्यस्तो व्यक्तिलाई राखिँदैन। त्यस्तो नहोस् भनेर म सरकारलाई यो किसिमको घटना जुन घटेको छ यसमा पनि छानबिन आयोग, निष्पक्ष छानबिन आयोग गठन हुनुपर्छ। पाथिभराको मन्दिरमा त्यहाँ भएको अहिले ज्यादती जे किसिमको व्यवहार अथवा घटना घटिरहेछ, विरोध भइरहेछ, त्यसलाई पनि समाधान गर्ने गरी राज्यले चाहिँ एउटा इमान्दारी साथ एउटा आयोग गठन गरेर यसमा समाधान गर्ने बाटोतिर जानुपर्छ। न उद्धत भएर जनताको जीवधनको नाश हुनेतिर, व्यक्तिको ज्यान जानेसम्म घटना गराउन कोही पनि लाग्नु हुँदैन। न आन्दोलनकारी हुनुपर्छ, न राज्य त्यसमा हुनुपर्छ। कोही पनि नभइकन इमान्दारी साथ हाम्रो आफ्नो देश नेपाल मातृभूमिलाई चाहिँ विकास निर्माण गरेर हामी विश्वको अगाडि हामी चाहिँ राम्रो हौँ भन्ने कुरा देखाउनुपर्छ। अनि संयमता सबै पक्षले अपनाउनुपर्छ र यसरी नै मात्रै देशको राम्रो भलो हुन सक्छ। मानवाधिकारको रक्षा गर्न सबै हामी इमान्दार भएर लाग्नुपर्छ। मानवाधिकार कर्मीहरू, नागरिक पनि त्यत्तिकै इमान्दार हुनुपर्छ। हस्, यसमा आएर समय दिनुभयो। समय र संवादका लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच हजुरलाई। उहाँ हुनुहुन्थ्यो इन्टरनेसनल UNHR काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापा। हामीसँग कुराकानी गर्नुहुँदै आजका लागि सगरमाथा विशेषको समय सकिएको छ। म केशव शर्मा बिदा हुन्छु। सगरमाथा टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।